सम्पूर्ण दर्शकहरुमा नमस्कार। जोजोलपा श्री पञ्चमीको शुभकामना। श्री सरस्वती माताले सबैको रक्षा गरून्, कल्याण गरून्, मनको इच्छा पूरा गरून्। अहिले हामी भक्तपुरको लासापाके स्थितको हामी श्री सरस्वती माजुको दर्शन गर्न गइरहेका छौँ। अहिले हामी कमल विनायकमा छौँ। कमल विनायकबाट हामी अहिले श्री सरस्वती माजुको दर्शनको लागि गइरहेका छौँ। तपाईहरू पनि यसै भिडियो मार्फत श्री सरस्वती माजुको दर्शन गर्नुहुन विनम्र अनुरोध गर्दछु। अहिले हामी त्यो खोलामा आइपुगेका छौँ। त्यसै खोलाबाट तरेर श्री सरस्वती माजुको दर्शनको लागि हामी गइरहेका छौँ। आइपुगेका छौँ कुरौनी बनाउने ठाउँमा। यहाँ ठाउँमा कुरौनी बनाइराखेको हामी गुरुमारी भन्छौँ। गुरुमारी बनाउने ठाउँमा हामी आइपुगेका छौँ। यहाँदेखि अब जुन हामी माथि गइरहेका छौँ यो ठाउँहरूमा प्रायः घरमै जुन गुरुमारी भन्छ कुरौनी ठाउँमै बनाइएको देखिन्छ र यहाँ पनि यो लिएर आइरहनु भएको पनि हामी देखिरहेका छौँ। पुरै यो ठाउँमा हामी पहिला बच्चा बेलामा हिँडेर आउँदाखेरि पहिला सरस्वती माजुको दर्शन गर्ने गर्छौँ र त्यसपछि हामी यहाँ आएर कुरौनी खाने गर्छौँ। यहाँको कुरौनी साँच्चै भन्ने होइन, एकदमै मिठो कुरौनी यहाँ रहेको छ। साँच्चै भन्ने हो भने यहाँ एकदमै उत्कृष्ट कुरौनी बनाउने गरिन्छ। पछि तपाईँहरूलाई यो कुरौनी खाएर पनि तपाईँहरूलाई देखाउनेछौँ। अहिले हामी सरस्वती माजुको दर्शन गर्नको लागि गइरहेका छौँ। तपाईँहरू पनि यसै भिडियो मार्फत श्री सरस्वती माजुको दर्शन गर्न सक्नुहुनेछ। अहिले हामी यहाँ भक्तपुरको नौतले गुम्बामा आइपुगेका छौँ। यसै गुम्बापछि हामी माथि श्री सरस्वती माजुको दर्शन गर्न जानेछौँ। त्यसै यहाँ तलबाट गएको खण्डमा घोडाको छापहरू हामी देख्न सक्छौँ। यसबाट पनि के थाहा हुन्छ भन्दाखेरि यो बस्ती कति पुरानो हो भन्ने पनि थाहा हुन्छ। किन भन्दाखेरि यसरी ढुङ्गामा यसरी विभिन्न पशुहरूको छाप हुनाले पनि यो बस्ती एकदमै पुरानो बस्ती हो भन्ने पनि हामीले अनुमान लगाउन सकिन्छौँ। अनन्त हामी सरस्वती थान पुगेका छौँ। अहिले हामी श्री सरस्वती माध्यमिक विद्यालय भएको ठाउँमा पुगेका छौँ। अब हामी सरस्वती माताको दर्शन गर्नको लागि हामी यी किराहरू हामी चढेर जानुपर्नेछ। अहिले हामी तपाईँहरूलाई श्री सरस्वती माताको दर्शन गराउनेछौँ। तपाईँहरू पनि यस भिडियो मार्फत श्री सरस्वती माताको दर्शन गर्नुहुन विनम्र अनुरोध गर्छौँ। यसो हेर्दाखेरि हामी पहिलो आइपुगेका छौँ जस्तो लाग्छ, तर
हामीभन्दा धेरै भक्तजनहरू आइपुगेको छ। अन्ध्यारोमा आएको थियो तर अहिले उज्यालो भइसकेको छ। श्री सरस्वती माझीको दर्शनको लागि अहिले यो खुड्किला हिँडेरै जानुपर्ने छ। आराम जय श्री सरस्वती माझी की जय। सबैको कल्याण गरून्, रक्षा गरून्। तिम्रो पकेटमा हात राख। जो जसलाई पासा कसिदा जी चाहिँ रेणु कर्मचारी जी चाहिँ भक्तपुर सूर्य विनायकन भयो थन चाहिँ जी थाना लासापाके ससुजेके ताई जी चाहिँ थन थाना सुठ्यान टु भयो ख खिम्सी चम्बले भयो थाना छम्बले चाहिँ खाने द थाना चाहिँ झी ठो सरस्वती पूजा गर्ने चाहिँ सरस्वती पूजा जुल गर्ने तक चाहिँ वेउ झी थाना चलन द अहिले कने श्री पञ्चमी खुनु चाहिँ झी अहिले थाना नन चाहिँ झिउ भक्तपुरे ज बिजाइगु ख नापा नापा मस्तले उयो चाहिँ ठाउँकने चाहिँ थे झी साधन खेवेले ग्लिप पाठिन्छ एकदम पाक नपा जिपु हे जिए मस्त बोले वेबले न एकदम ह्यापु थे खिम्सी चोम्बले वेउ गायो वेउ तर पासाफुङ दकु मिले जो छे मा बाफुङ लिसिन वेउ ख थे गायो वेबले न एकदम ह्यापु सितो थंकने सँग गायो पनि नपाठिन चाहिँ यको मत थंकने चाहिँ दकु गाडी बाइक थथया साधन त वही अनुसार वही जोलिन चाहिँ नपा चाहिँ एकदम सुठ्याङ आयो वेबले एकदम हुल मनु ले एकदम हुल खान्दा थंकने चाहिँ खाने मरु थे थंकने चाहिँ दकु थथया साधन खे वही जोलिन चाहिँ पाओ चाहिँ भाषा फरक चाहिँ द नपा नपा चाहिँ झी मस्तले वेबले चाहिँ जोरे जोरे न वेइरा खाने ख वो चाहिँ ख थंकने जोरेङ सुएन थंकने थाना पसए नपाउँछ यको पसल द त वही पसल अनुसार चाहिँ मन त छमानीमा दैतिनी आनन्द ठे जोरेङ पिकनिक थिन झी अठ्याउ वेउ वो चलन न धनी अन तर नपासे चाहिँ एकदम कमै ध्यान थंकने अदको चाहिँ थे चाहिल्यो भाषा वही रमाइलो जुल अब जस्तो कि मस्तले झी जोरियन नेवले वो ठाउँको पस्लिन नेवले मतलब जोरियन नेव ह्याफुठेन चला कि पस्लिन नेव ह्याफुठेन खयान जोरियन नेउ न ह्याफु तर थंकने चाहिँ दकसा थथया अफिस त ड्युटी त वकिलमा चाहिँ लि मलाई जोलिन वो छौ मेन पार्ट न ख जिन्सले चाहिँ थाना चाहिँ मलाई झी सरस्वती आउ चुन्नु गर्न चोइदै खल हजुर हजुर ख थंकने चाहिँ के ने छिपा लुगा चाहिँ ठे न च्याटै ख ठे ख जिन नचन चुएट न बालाका सिए मर्छन् थिए छ कन चोय केनेका जि तो चाहिँ झिउ सरस्वती आउनु ग धाइ ख अहिले थियो चोलकन चाहिँ झी आँखा बालाका बन्ने सही मस्ते त आकिन ठो सरस्वती देखे चाहिँ हयु कारण चाहिँ मेन वो हे ख झी आँखा सेक नुग देक र धाइ ठ्याउ वो चाहिँ मान्यता द ग हसिएको सुबा हजुर फेको सुबा छिता
अले थाना मेपुन थाना सरस्वती जेके झाय देतान हार्दिक इनाप्या सक्कसितान अले थो श्री पञ्चमी आगो चाहिँ यक्को बिन्तु नाद Namaste, Josula Pas, Kashtan, Thara, Las Pagas, Sigi, well. The chats going a new wetang, William Passapoli wetang, William William on a wetang, Tonze Morsacre well. Can I see the punching the tongue last din Zuli? That's on the air well. There's a gataka. गरेछ थाना Nafaswe, your coach, no Berezula, have his own. Passafano, Sakali, Miham has some phone, the phone, Tanata, Tire, Monete, श्री पञ्चमी न Subacamna. कसाका आस्का यसै ठाउँबाट उदाउँदो सूर्यको साथसाथै यहाँबाट विभिन्न भक्तपुरको दृश्यहरू राम्रोसँग देख्न सकिन्छ पानी परेको समयमा भक्तपुरको दृश्य राम्रोसँग देख्न सकिन्छ अघि नै भनेको थिएँ तपाईहरुलाई यहाँ कुरौनी बनाउने ठाउँमा कुरौनीको तपाईहरुलाई भिडियो देखाउन छ भनेर ताजा कुरौनी ताजा दुधको यही कुरौनी बनाएर ये दूध के गुलियो मते हो